हेलो एभ्रिवान। म चाहिँ अहिले काठमाडौँ तारकेश्वर नगरपालिका तुलसी राजमार्गमा अवस्थित छु अहिले। मेरो आजको प्लान भनेको चाहिँ जमाको गुम्बासम्म चाहिँ हाइकिङ गर्ने प्लान हो, जुन चाहिँ स्लो ट्रेकिङ हुनेवाला छ र म एक्लै छु। अनि लेट्स सी व्हाट ह्यापन्स। यो चाहिँ हाम्रो इन्ट्री पोइन्ट हो। पहिले हामीले यहाँबाट चाहिँ टिकट काट्नुपर्ने हुन्छ, अनि त्यसपछि इन्ट्री गर्न पाइन्छ भन्नु खोजेको। टिकट काटेर टिकट चाहिँ शिवपुरी नागार्जुन नेसनल पार्क हो। हामीले पनि केही एनिमल्सहरू चाहिँ देख्न पाइन्छ। अहिले म चाहिँ आई थिङ्क हाफवेसम्म चाहिँ आइपुगेँ होला। 2 किलोमिटरभन्दा त बढी नै भइसक्यो आई थिङ्क। ल भन्दा भन्दै आफ्नो पार्टनर साथी एउटा बाँदर पनि भेट्न पाइयो। ल यहाँ छ है। ल खाना झन् त्यस्तो मायाले दिएर त। ल थ्याङ्क यू। एकैछिनको ठाउँ चाहिँ कस्तो मजाको रहेछ क्या। ठ्याक्क गुराँसी एरियाबाट फेरि हामी चाहिँ कोर जङ्गलभित्र पसेको जस्तो क्या भाइब्स। म चाहिँ सबैजनाले आउन रिकमेन्ड नै गर्छु। आई थिङ्क यहाँको चाहिँ यो चाहिँ मन्दिर गुम्बाहरूको धर पवित्र स्थल होला यहाँको चाहिँ। त्यसपछि अलि अगाडि आई स लाइक त्यो क्रस